हेलो गाइज वेलकम माई अनदर ब्लग। आज चाहिँ हामी यता घुम्न आएका छौँ। यता चाहिँ झार गोड्दै हुनुहुन्छ गाइज। धान चाहिँ पुरै हरियो हरियो भइसकेको छ, देख्न सक्नुहुन्छ। आजको मौसम अर्घाखाँचतिर चाहिँ आज लास्टै ठुलो पानी परेको थियो, तर यता चाहिँ एउटा पनि ठुलो पानी परेको छैन। देख्न सक्नुहुन्छ पुरै झार गोड्नेले नास्ता खाँदै हुनुहुन्छ। अहिले चाहिँ टाइम ठ्याक्कै 5:30 भयो गाइज। तर यतिको खुल्ला चाहिँ हुनपर्छ क्या, तराईमा घर भइसक्यो नि ठ्याक्क। ठुलो भयो भने दामी देखिन्छ नि यो घर। अनि गाइज हामी चाहिँ यतै घुम्दै आयौँ। कहाँ जाँदैछौँ दाइ हामी? बाबाकोटी। हामी आएको होइन त्यहाँ त एक्चुअली हामी रातिमा हामी चाहिँ गाइज आज बाबाकोटी मन्दिर जाँदैछौँ। स्कुलले चाहिँ घर आएर नास्ता सास्ता खाएर पढ्न रेडी छन् सबजना। किताब लिएर बस्छन्, यस्तो ज्ञानी छोराछोरी हुन्छन् गाइज। हामीलाई त लड्न मात्र ठिकै हुन्छ, लड्न मात्र ठिकै हुन्छ। दाइ तपाईँको घरतिर कस्तो हुन्छ? कतिको पढ्छन् घर केटाकेटी? पढ्छौ कि भन्न पर्छ नि। हेर्नुहोस् गाइज हामी चाहिँ यहाँ पत्थरकोटको कोटेश्वर धाममा आएका छौँ। हेर्नु गाइज केरा औँला नबताउने दाइ। कसरी बताउने अरे? यस्तरी बताउने, सिधा औँलाले बताउनु हुन्न गाइज। हुन्न अरेका कुरा के उही भन्छ नै, मान्छे मरेपछि त साह्रै लास्टै दुःख पाउँछ अरे। त मरेर आइतिस के हो भन्ने नि त भन्छ नि क्या अरूले। हेर्नुहोस् गाइस ठ्याक्कै हामी स्वागतम सौजन्य कपिल मुनि के हो यो मलाई थाहा भएन। साब उस भन्ने श्री स्वागतम ए होइन स्वागतम, त्यो कहाँ साब उस लेखेछ त। श्री तारकेश्वर धाम हनुमानगढी मन्दिर प्रवेशद्वार देख्न सक्नुहुन्छ गाइज। कपिल भित्र प्रवेश गरिसकेका छौँ। यहाँ चाहिँ के छ कस्तो छ आज तपाईँहरूलाई सबै देखाउने छु। श्री तारकेश्वर धाम संरक्षण समिति कपिलवस्तु बुद्ध भूमि 1 पत्थरकोट कपिलवस्तु। शरीरको नाश हुँदैमा विचारको नाश हुँदैन। सही हो गाइज, सही हो। शरीरको नाश हुँदैमा के अरे दिमागको नाश हुँदैन। तर यिनी आँप चाहिँ गाइज बहुत डेन्जर बहुत रहेछ यार। हेर्नु गाइज तपाईँहरूले यहाँ आउने आँप लिन। हेर्नु गाइज यहाँ चाहिँ यस्तो ग्रिन भ्यू छ। यहाँ चाहिँ गोठ पनि रहेछ, गाईहरू पनि रहेछन् गाइज। हेर्नु एउटा यत्रो कुलो आइरह। यहाँ त पुरै आँप छन् त यार। एउटा सल्लो रहेछ, बाँकी के हो सल्लो होइन र, सल्लो रहेछ त। तारकेश्वर धाम मन्दिर आइसकेका छौँ गाइज। हेर्नुहोस् यहाँ के हुँदैछ कस्तो छ। यहाँ भिडियो गर्न पाइन्छ कि नै यार? म त फर्स्ट टाइम हो यहाँ आएको। हेर्नु गाइज यहाँ चाहिँ मन्दिर छ। देख्न सक्नुहुन्छ यता मन्दिर चाहिँ यस्तो रहेछ। हेर्नु गाइज हमारे हनुमान जी के मंदिर। हाँ यत्रो मूर्ति रहेछ त्यहाँ त। बर पिपल पनि त छ नि सानो। स्वामी त खोइ थाहा भएन। यस्तो जोडेको हुन्छ सबै। पुरै फलफुलका बुटा रहेछन् गाइज वरिपरि।
बेलौती कटर पुरै आँप टन्नै छ नि। पुरै छ वरिपरि पुरै फलफुलै फलफुल। अनि त्यस्तो यहाँ चाहिँ पुरै मन्दिरको पुरै साइडमा यत्रो मूर्ति। अनि यहाँ गणेशजीको मूर्ति रहेछ गाइस। बसेर यसो मुड फ्रेस गर्न आए जस्तो भयो गाइस। यसो घुम्यौँ, यता हनुमानजीको दर्शन गरियो गाइस। यता त 24 सालदेखि 2024 सालदेखि आमा त्यतिखेर हाम्रो बाबा जन्मेको थिएन। हाम्रो हजुरआमा पनि हाम्रो जिजुआमा पनि कति 1 साले भनेपछि त बल्ल 23 वर्षकी हुनुहुन्थ्यो यार। यहाँ चाहिँ गाइस ठुलो पोखरी जस्तो रहेछ, पोखरी रहेछ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो पोखरी रहेछ गाइस मन्दिरको साइडमा। अनि वरिपरि चाहिँ पुरै आँपका कटरका बेलौतीका रुखै रुख रहेछ। बिचमा चाहिँ यत्रो बरपिपलको बुटो रहेछ गाइस ठुलो। अनि यता भान्साघर भइहाल्यो, वहाँ चाहिँ हनुमानजीको मूर्ति भइहाल्यो गाइस। अनि यता चाहिँ मन्दिर वरिपरि चाहिँ गाइस पुरै हरियाली रहेछ। जोस् यहाँ चाहिँ अलिअलि मुड फ्रेस गर्न बिहानमा हुन्छ जस्तो ठाउँ रहेछ गाइस। यो पोखरीमा के हुन्छ त? माछा त छैनन्। फोरो थियो पहिला। त्यो बिचमा फेरि के होला त्यस्तो? यो गहिरो छ होला र? गहिरो छ होला यहाँ। जाम हामी अब के काम छ र? कताबाट जान्छन् र यता? अब चाहिँ हामी हाइवेतिर घर जाँदैछौँ गाइस। हामी चाहिँ त्यो तारकेश्वर धाम घुमियो यस्तो रहेछ गाइस। एकचोटि 360 घुमाउँ है त्यहाँ। मतलब मेन प्रवेशद्वार यता रहेछ कि होइन? के हो मनले त हिँड भनिरह, खुट्टा हिँड्नै मानेन क्या? यस्तो जोडी बस्ने कहिले होला कि गाइस? म त राडै मर्छु भने डर लागिरहेको। दाइ बरु तपाईँको त जियो भाइन्छ। म त यस्तो बस्ने कहिले हो कि हाम्रो गाइस यार? मन्दिरमा यस्तो जोडीले राख्छन् गाइजहरू होइन। हामी चाहिँ यस्तो लन्ठाङ घुम्न पऱ्यो दुईटा। मन्दिरमा जानु हुन्न भन्छ नि त्यो बिहान आउँदै। अब के भन्ने के दाइ? अब त्यो तिनीहरूलाई थाहै छैन होला के छ कस्तो छ। अब मन्दिर जान हुन्न भन्छन् के अरे। तपाईँहरू पनि घुम्न सक्नुहुन्छ गाइस। यसो मुड फ्रेस गर्न मन छ भने यो हरियाली ठाउँमा आउन सक्नुहुन्छ। हामी चाहिँ अब जाँदैछौँ घरतिर। यो हो मेन गेट। हामी चाहिँ उताबाट छिर्यौँ गाइस, यताबाट निस्क्यौँ। अब चाहिँ जाँदैछौँ हामी घरतिर। सो गाइस हामी चाहिँ तारकेश्वर धाम घुमेर आइसकेको छौँ। आई होप तपाईँहरूलाई आजको भिडियो राम्रो लाग्यो होला। राम्रो लाग्यो भने चाहिँ एक लाइक सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ गाइज। बाई।